हे गाइज वेलकम टु माई न्यू भ्लग है साथीहरू। यहाँ आज म भाइरल घर चाहिँ हेर्न आएको गाइज हो। यसलाई यसो तर यहाँ चाहिँ फिल्म सुटिङ भएर अब नो इन्ट्री भनिदियो क्या। यो गर्मीमा हेर्नु त यार, त्यत्रो टाढाबाट आएँ है, बर्बाद बनाइगयो नि यार, के गर्ने। ल बाहिरबाट त्यो पनि यसो हेर्नुहोस्, नजिकबाट अझ म नजिक जान्छु। पदमपुरको एकदमै सुन्दर छ यो घर, तर के गर्ने, फिनिसिङ गर्न नसकेर बर्बाद छ। आज फिल्म सुटिङ चल्ने हुनाले मैले चाहिँ यहाँभित्र अब जाने अथोरिटी छैन भन्ने कुरा गरिदिएँ, भिडियो नगर्नु भन्ने कुरा गरिदिएँ। त्यसले गर्दाखेरि नभए म मजाले भित्र गरेँ यसो बनाउँथेँ साथीहरू है त। यो भाइरल गरेको साउथर्न साइडपट्टि है त्यो देखिएको चाहिँ, यो साउथर्न साइडबाट देखिएर सबै इस्ट वेस्ट नर्थ साउथ जताबाट हेऱ्यो पनि सेम त्यस्तै स्टाइलको छ यो गाईको। सेम एउटै डिजाइनको एउटै स्टाइल, चारैतिरबाट जताबाट हेऱ्यो पनि अब एउटै किसिमको देखिन्छ है त साथीहरू। कता फ्रन्ट कता ब्याक भन्ने चिज यो घरको चाहिँ छैन है त। यति राम्रो छ यार, यति सुन्दर छ यो घर, तर फिनिसिङ गर्न सकिरहेको छैन। रिजन चाहिँ खोइ के हो रिजन। कोही भन्छ इन्जिनियरले यहाँनिर अब यसको जस इलेक्ट्रिसिटीहरू कतापट्टिबाट सप्लाई भाइरल घर हेर्नेको भिड छ यार साथीहरू। यार के गर्ने, यहाँ फिल्म पनि सुटिङको लागि यहाँ यस्तो यहाँ लाइटिङहरू राखिराखेको छ गाइजहरू है। अथोरिटी चाहिँ छैन जहाँ पाए वहीँ जानलाई भन्ने कुरा गर्दैछ। साथीहरूको कता ए हो ल ओके 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 ल ल ल ल यहाँ भिडियो रेस्ट्रिक्सन हुने भन्दैछ गाइजहरू। यहाँ यता माथि चाहिँ चढ्नु पऱ्यो। ओके ओके आइनो है गाइस, डोन्ट वरी गाइस। ल ए अब माथिबाट चढ्दैछु, हेर्नुहोस् त यस्तो छ घर। अब फिनिसिङ गऱ्यो भने यस्तो यहाँको आइकनै हुन्थ्यो होला हो गाइजहरू। के गर्ने यार, जताबाट हेऱ्यो पनि है यस्तै छ। ल साथीहरू सबै साइडबाट हेऱ्यो भने पनि यत्तिकै छ है यो त। वा ल हेर्नुहोस् मान्छेको भिडभाड छ, जता हेऱ्यो भने पनि सेम छ। जता सबै साइडबाट हेर्नुहोस्, जताबाट हेऱ्यो पनि सेम उस्तै छ। यो घरलाई चाहिँ खोइ कहिले फिनिसिङ गर्ने। अब फिनिसिङ गऱ्यो भनेदेखि यहाँका यो घर त माइ गड, त्यही पनि अहिले फिल्म स्पोट जस्तै भइराखेको छ यो घर है। यति ऊ हुन्छ कि मान्छे आउँदो रहेछ। ल म देखाउँदै जाँदैछु साथी। म अझ थर्ड फ्लोर गएँ है त, थर्ड फ्लोरतिर गएँ उता फिल्म सुटिङतिर। अब भिडियो नगरिदिनु भन्ने कुरा गऱ्यो, त्यसले गर्दा म यता साइडतिर आएँ गाइजहरूको। ल हेर्नुहोस् है केटाकेटीहरू पुरै यहाँ त खेल्ने स्पट भइसकेको छ। ल हेर्नुहोस् फोटो खिच्ने बस्ने, वा दामी गुड छ। ल माथिबाट हेरौँ के देखिन्छ अब यहाँ। उइस म यहाँ थर्ड फ्लोर कि फोर्थ फ्लोरमा आइपुगे जस्तो लाग्यो है। वा गाइज अमेजिङ छ न त। ल हेरौँ भित्रपट्टिको फिनिसिङ चाहिँ कहिले गर्ला। वा दामी छ घर त। ल साथीहरू यहाँबाट देखिएको पदमपुर गाउँ। ल बाबुहरू चाहिँ यहाँ अब भिडियो खै अब केटाहरू चाहिँ हो। ल ल ल देऊ पुरा ऱ्याप हान त न त। ल हाम्रो पदमपुरको बाबु बाबु चाहिँ लड्ला है त ऊ ख्याल गर है, त्यो माथि चढ्नु हुँदैन है त। ल एकदम रिस्क छ हो। ए हे ल गाइज हो, ल हेर्नुहोस् है यो पदमपुर
वाउ यो इस्टर्न साइडपट्टिबाट है साथीहरूदेखि पदमपुर दामी छ यार जता हेरे पनि हो यो घरलाई फिनिसिङ गरेर यस्तो देखिन्थ्यो कि ल बाबुहरूको ऱ्याप कस्तो लाग्यो है गुड अनि ल अहिले त यो घर त ऱ्याप हान्ने भइसकेछ साथीहरू यार ल बाबुहरूले फुल ऱ्याप हान्दैछ है यहाँ भिटनको ऱ्याप हान्दैछ खेल्न आएका थिए वाउ दामी दामी पछि चाहिँ भविष्यको ऱ्यापर हुन्छ है बाबुहरू बाबुले भन्छ बाबु छोरो के छ तेरो काम काज दिदीले भन्छ के छ तेरो काम काज यहाँ यो घर हेर्नेको चाहिँ भिड छ है गाइजो भिड छ गाइजो यहाँ हेर्नेको घर हेर्ने भिड छ यो भाइरल घर पनि जस्ट इन्टरटेन गरिरहेको छ सबैलाई यार वा रेली गाइजो यस ए हाउ आर यु गाइज के छ तिम्रो ठिक छ नि यो हो र किन तिमी अनुहार देखाउन लाज मानेर यस्तो ह्यान्डसम मान्छे पनि के गर्ने भिड छ हो भिड छ यहाँ टुरिस्ट नानीहरू पनि आएको रहेछ फिल्म सुटिङका के भन्छ सबै सरसामान बोक्ने आएर गाडी पनि 3-3, 4-4वटा छ त फुल छ है गाडी त ल के छ त यहाँनिर आहा यो ठिक छैन त गाइजहरू गाडीमा राखेँ यार मलाई पनि यही मनपर्छ है गाइजहरू विशेष गरी यतातिरको है त ल खोइ के रिजन रोकिराखेछ भन्छ के अरे लेट्स सी पछि बनाउँला नि ल गाइजो यहाँ पदमपुर भाइरल गरेर हेर्ने क्रममा अलिक गर्मी बढी भयो क्या त्यही भएर यहाँ उखुको जुस खाँदैछु गाइजो यहाँ है त ल नरिवल पानी भन्दा पनि उखुको जुस त मजाले यहाँ भाइले बनाउँछ ट्याक्क ल यस्तो मिठो बनाउनु है त ल ल अब यो भाइले चाहिँ दियो है मलाई चाहिँ यहाँ ट्याक्क लाएर म एक दबाउँछु है त गाइजो ल हेर्दै गर्नु तर यार हेर्दै गर्नु है साथीहरू न्युट्रिसन छ है ल गाइजो खायो जे भए पनि यहाँ त दामी छ यार आउनु होला है यहाँ खाना 180 ए ठिकै हो 180 अनि कहाँबाट आएको नरिवल हो नि बेङ्गलोरबाट पो हो यो बेङ्गलोरको त मिठो हुन्छ यार म काठमाडौँतिर बेङ्गलोरको खाइराखेको हुन्छु बेङ्गलोरबाट आएको नरिवल पानी है उखुको जुस त्यसरी निकाल्छ है गाईहरूलाई हेर्नु ए लगाएछु यहाँ भाइरल छ हेरेर आउँदा आउँदै के भन्छ यहाँ झगडा अनि खाजा घरमा फाइट परेको अरे ए पुरा यहाँ भिड र साथीहरू पुलिस भाइहरू गएको पनि आएको छ यस्तो छ नेपालको स्थितिहरू है गाइजहरू के गरे यो ठ्याक्कै बिरेली क्याम्पसको रोड परिहाल्यो अब खाजा घरमा यस्तै के गर्ने खाजा खाना मान्छ झगडा गर्नु भनेपछि कस्तो होला यति फाइट परेको छ क्या पुलिसहरू खतरै फाइट गरेको पुलिसहरू नै आइसकेको छ वेपनका साथ आइपुगेको छ भनेपछि पुलिसहरू यस्तो छ नेपालको ए गाइजहरू ल म चाहिँ लागेँ घरतिर है त ल